हेलो एन्ड नमस्ते एन्ड वेलकम रियल एस्टेट धादिङ। आज हामीलाई चाहिँ एउटा एकदम राम्रो प्रपर्टी लिएर आएको छौँ जुन चाहिँ गजुरी टार भन्छ। यसलाई गजुरी ठ्याक्कै पारिपट्टि गजुरीबाट 3 किलोमिटर गजुरी हाइवेबाट जम्मा 3 किलोमिटर रहेको यो विशाल टार छ। हेर्नुहोस् त, विशाल टार छ है। अब के छ भने यो टारमा चाहिँ यो जग्गामा चाहिँ 18 रोपनी क्षेत्रफल रहेको छ भने यो जग्गा चाहिँ चारैपट्टिबाट रोडले घेरिएको छ। चारैपट्टि रोडले घेरिएको कारण यो एकदम भोलिको लागि, किनभने हाइटमा पनि छ, गजुरी बजार पनि देखिन्छ, बत्ती पानी सडक सबै सुविधा रहेको छ र उब्जाउ हुने माटो रहेको छ। यहाँ चाहिँ तपाईको गोलेडा खेतीहरू हुन्छ। खेती भर्खर गरेर सिद्ध्याएको ठाउँ हो यो। गोलेडा खेती हुन्छ, अरू खेतीहरू पनि हुन्छ। जस्तो अब अहिले आएको नयाँ खेतीहरू छ नि, के अरे नगदे बाली, ड्रागन फ्रुट हुन्छ, किवी हुन्छ, एभोकाडो हुन्छ। ती खेतीहरू चाहिँ यहाँ मजासँग लगाउन सकिन्छ भने यो चाहिँ तपाईको भोलिको लागि एकदम राम्रो छ। यो बाटो चाहिँ माथि गएर कुम्बुर भन्छ, यसलाई माथि जोड्ने हो। धादिङ पनि जोडिन्छ, बाटो चाहिँ धादिङ पनि जोडिन्छ। त्यस कारणले यहाँ चाहिँ भोलि चाहिँ एउटा रिसोर्ट टाइपको बनाएर पनि बस्न राम्रो हुन्छ। र अर्को बाख्रा पालनलाई कृषि फार्म, कृषि खेती गर्नको लागि पनि उत्तम जग्गा रहेको छ। अब तपाईलाई चाहिँ जग्गा भिजिट गर्न लाउँछु है। अर्गानिक माउरी घार भने यो ओहो टोक्छु के अर्गानिक माउरी घार। यो रोड हो। यो रोड भन्दा मुन्तिर पनि छ यता, यो सबै हो है। यो ठाडा बाटोबाट यता ठुल्ठुलो गरेका छन्, यहाँ मुन्तिर पनि छ। यो परसम्म र यो डाँडो पुरै डाँडो हो। यहाँबाट स्याट्टै काट्यो त्यो रुखबाट सिधाबाट डाँडो छ है। अब म तपाईँलाई डाँडो देखाउन जान्छु है त। ल यो एउटा पाटो है, यो सबै हो है। यो घर हो। यो घरभन्दा मुन्तिर पनि छ है बारी चाहिँ। अब यहाँ चाहिँ एउटा माने डाँडो जस्तो छ, ठुलो गरेको छ। घर हो, बस्ने घर हो चाहिँ। यो सबै है, यो टोटल्ली हो। यो तलतिर पनि हो, यता तलतिर देखेको, यो देखेको जति सबै हो है। यता यो टोटल्ली हो है। पुरा फुटबल मैदान जत्रो छ भने यता तलतिर हो। यो यहाँ रोड छ, यता रोडमै टच भयो है। यहाँ रोड छ, रोडमै टच भएको छ यो डाँडो चाहिँ। यो लिएर यो यतातिर भयो, यो तल रोडसम्मै छ। यो यहाँ रोड छ है, यहाँ रोड छ, रोडसम्मै छ है। त्यहाँबाट आएर यो कर्सा पछि यो सबै हो डाँडो। अनि त्यहाँबाट यो पछाडिको एकदम टाकुना रहेको भ्यू टावर बनाउन मिल्ने जग्गा छ। यो घर पछाडि छ। अर्को चाहिँ यो गोठ पनि हो। अनि यो तल हो, यो पुरै डाँडो हो। यो चाहिँ यो डाँडो हो होइन, सिधै यो माने डाँडो जस्तो छ। यहाँबाट चाहिँ तपाईँको गजुरी बजार नै देखिन्छ है। एउटै प्लट छ, ठुलो प्लट छ डाँडो। अब यतातिर गएर यतातिर नि यो तलसम्म हो, यहाँ रोड छ यहाँ तल है। अब यता यो हो, यहाँ रोड छ, यहाँ हामी अघि भर्खर आएको रोड हो टाँगीतिर। यतातिर नि सबै हो। यो माथिको डाँडो हो र एउटा यो गरा पनि हो।
नक्सा देखाइदिन्छु यता तलतिर सबै हो यहाँ रोड छ है यो रोड हो यो चाहिँ जग्गा भनेको रोडले घेरेर छ एकदम अब चारैपट्टि चारैपट्टि रोडले घेरेको छ यो जग्गा चाहिँ यता तलतिर पनि हो अघि हामी यहाँबाट सुरु भएको थियौँ यहीँ आइपुग्यौँ अहिले एक राउन्ड लाएर चारैपट्टिबाट रोडले घेरेको यो डाँडो माने डाँडो डाँडो जहाँ चाहिँ धेरै हाइटमा छ खेती उब्जनी हुने माटो छ यो रहेको छ ल यही डाँडो यहाँबाट चाहिँ गजुरी बजार नि देखिन्छ है बजार नि देखिन्छ अहिले चाहिँ हामी अलि त्यहाँ घरहरू भएर देखिएन गजुरी बजार नि देखिन्छ है यो घरमुनतिर यो रुखमुनतिर सबै हो यतातिर आएर त्यहाँ यहाँ रोड छ ट्याक्क बाइक यहीँ आइदिएछ त्यो रोडसम्मै हो टोटल्ली सबै हो है अब यो भिडियोमा त सबै कुरा देखाएन सकिएन हामी तपाईँलाई चाहिँ गुगल म्यापबाट यो जग्गाको क्षेत्रफलसहितको फोटो दिनेछौँ हेर्नु होला